हेलो गाइस, गुड मर्निङ फ्यापुलो छ्याचुलो। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज चाहिँ अब हुन्छ नि, बाहिर आएर चाहिँ कसरी काम गर्नुपर्छ, कसरी के कस्तो काम हुन्छ, कसरी काम गर्नु, त्यो चाहिँ आज म तपाईँलाई देखाउने छु। अनि तपाईँहरू बनिरहनु होला मेरो यो भ्लगमा। यसरी सामानहरू पुस्नुपर्छ, यस्तै राख्नुपर्छ। बाहिर आएपछि त यस्तै हुन्छ साथी हो, कामहरू हो। काम गरेको गर्नुपर्छ, उनीहरूलाई काम गरेको अब देखाइरहनुपर्छ है। काम गरे भन्छ तिनीहरूले पनि, हामी नै काम गर्न आएको, हामी नै काम गरेन भने त कहाँबाट हुन्छ। काम नगरी अहिले केही छैन। काम गरेर पैसा कमाउनु पर्छ, घरमा हेर्नुपर्छ हो गाइस। आज चाहिँ म मेरो मनमा जे छ म सबै भनिदिन्छु तपाईँहरूलाई। कस्तो हुन्छ, के हुन्छ, बाहिर देशमा आएर काम गर्नु कतिको साह्रो पर्छ, कतिको स्ट्रगल गर्नुपर्छ, कतिको चाहिँ अब आफ्नो परिवारहरूको याद आउँछ, के गर्नुपर्छ, त्यो चाहिँ आज सबै तपाईँहरूलाई देखाउनु छु म। काम चाहिँ यस्तै गरिरहनुपर्छ। यो चाहिँ मेरो बिहानको काम हो। यहाँ दिदीको रुम सफा गर्नुपर्छ, रुम त होइन, मतलब उसको ड्रेसिङ ऐना चाहिँ डस्टिङ गरिदिनुपर्छ। मेरो चाहिँ काम दिदीलाई हेर्ने मात्रै हो, बिमारी हुनुहुन्छ हो, अनि उसलाई हेर्ने मात्रै काम हो। अनि उसको रुम, उसको ड्रेसिङ ऐना चाहिँ अलिक डस्टिङ गरिदिनुपर्छ, लुगाहरू कपडाहरू मिलाइदिनुपर्छ, अनि त्यति नै हो मेरो काम चाहिँ। घरतिर त बिमार हुँदा पनि अब केही जस्तो पनि लाग्थेन हो। परदेशमा आएर त बिमार हुनु पनि डर लाग्दो रहेछ। घरको मान्छे जस्तो हुँदैन रहेछ, घरको मान्छेले स्याहारेको जस्तै आफ्नो आमाले स्याहारेको जस्तो हुँदैन रहेछ। एक समय म पुरा बिमार भएको थिएँ यहाँ। अनि अब हुन्छ नि, त्यतिखेर चाहिँ आमाको याद आयो कि अब कस्तो हुँदो रहेछ। आमाले भन्थ्यो क्या फोनमा, फोन गरेर चिसो पानी नखा, तातो पानीहरू खा, टाइममा खाना खा, खानाहरू खाएको गर्नु, मजाले खाना खानु भनेर क्या। बाहिर आएर चाहिँ चाल पाउँदो रहेछ क्या। अब आमाले चाहिँ आमाको लागि होइन, हाम्रो लागि चाहिँ भनेको हो भनेर। दिदीको यता त मैले काम सकेँ हो। अब चाहिँ म तल गएर देखाउने छु, तल चाहिँ कस्तो के गर्नुपर्छ भनेर तपाईँलाई गाइस। हेलो गाइस, अब चाहिँ म तल जाँदैछु हो। हेर्नुहोस् न चाहिँ यस्तो छ, बाहिरतिर चाहिँ यस्तो छ हो। काम गर्नुपर्छ अब यस्तो। मेरो चाहिँ यो रुम डस्टिङ गर्नुपर्छ हो, थोरै
ल त गाइस, मैले चाहिँ मेरो कामसामहरू पनि सबै सकेँ। अनि अब चाहिँ म फ्रेस हुन जान्छु। मेरो लुगाहरू पनि धुनु छ, म लुगाहरू धुन्छु अनि चाहिँ देखाउने छु अगाडिको चाहिँ के हुन्छ। म फ्रेस भएर चाहिँ तपाईँहरूलाई गाइस। हेलो गाइस, म चाहिँ नुहाइधुवाइ गरिसकेर पनि फ्रेस भइसकेँ अनि यहाँ माथि पनि आइसकेँ। किनभने चाहिँ एउटा दिदी चाहिँ घर जानुहुन्छ अरे, उसको पाहुना आइरहेको छ अरे, अनि छिटो घर जानुपर्छ अरे। अनि म चाहिँ यहाँ माथि बसिदिन्छु। म पनि एकछिन तल जानु छ, पार्किङ जानु छ। त्यो घाट भैयालाई चाहिँ रोटी दिनु छ, त्यो गाईलाई दिन्छ नि दिदीले चाहिँ कन्टिन्यू। अनि त्यो रोटी दिएर चाहिँ म पनि उकालो आउने छु। तपाईँलाई पनि देखाउने छु तल कस्तो। हाम्रो चाहिँ यस्तो छ तल चाहिँ भैयाहरू बसिरहेको छ पार्किङ। अनि म चाहिँ भैया भएकोमा जाँदैछु रोटी दिनु लागि हो। म चाहिँ माथि जान्छु। कस्तो निन्द्रा पनि लागिरहेको छ क्या, सुत्छु एकछिन, आधी घन्टा जति चाहिँ सुत्छु। भैया बसिरहनु भएको छ, भैया सुतिरहनु भएको रहेछ। भैयाको दिजिएगा। भैया चाहिँ एकदमै राम्रो हुनुहुन्छ हो। अब चाहिँ गाइस सबै कामसाम पनि सक्यो हो। मेरो चाहिँ यस्तो छ आउटफिट चाहिँ। अनि अब तपाईँहरूलाई सिधै भेट्ने छौँ हामी बेलुका। म मेरो साथीलाई पनि देखाउने छु। बेलुका चाहिँ तपाईँहरूलाई भेट्ने छौँ हामी। बाई बाई अहिलेको लागि चाहिँ। हेलो गाइस, मैले तपाईँलाई भन्नुभएको थिएँ नि म चाहिँ साथीलाई भेटाउँछु भनेर। यो चाहिँ मेरो साथी हो। अपना नेपाली का बनाते मैं अपना नमस्ते। कस्तो गयो चिन्छ त हो उनीहरूले। राम्रै थियो, बोरिङ हो। कस्तो गयो? बोरिङ हो, मक्कै लाग्छ गाडीमा हिँडेर। मलाई पनि कस्तो गयो सोच न। जे मैले बोतल कहाँ राखिरहेको छु त्यो उठाइदिएको दुख्छु। ये नेपाली में बनाते मैं हिंदी में बना। गाइस अहिले भने चाहिँ म चाहिँ अब लुगासुगा फेरेर पनि अनि अब अहिले एकछिनमा खाना खानु जान्छौँ हामी हो। अनि म आइरहेको छु अहिले। अनि चाहिँ फेरि त्यसको पछि चाहिँ मेरो साथी आउँछ, त्यहाँदेखिको चाहिँ हामी खानासाना खाएर बेलुका सुत्छ। अनि तपाईँलाई देखाउने छ अगाडि पनि के हुन्छ। बाई बाई। हेलो गाइस, मैले चाहिँ खाना पनि खाइसकेँ। तपाईँलाई भन्नु पनि पाइनँ म खाना खानु गएको भनेर, किनभने मलाई फोन गरेर बोलाउनु भएको थियो, हतार भएको थियो। अनि खाना चाहिँ मैले खाइसकेँ।
खाइसक्यो खाना चाहिँ। यहाँ चाहिँ बहिनीले चाहिँ बिहान जसिन बनाउँदैछ हो। ऊ चाहिँ तल जान आँटेको अब। अनि चाहिँ अब सुत्ने बेलामा देखाउँछु तपाईँलाई ओछ्यानमा ल। बाई बाई। कस्तो र त गाइस अब चाहिँ म सुत्नु बसेको। खानाहरू पनि डल्लै भयो, तपाईँहरूले पनि खानुभयो होला खानाहरू त हो। एकदम दम्मै हुने गरी खाना खाएँ मैले चाहिँ हो। अनि यसरी नै हेरिदिनु होला हाम्रो यो भिडियोहरू तपाईँहरूलाई कस्तो लाग्छ। बिचमा बिग्रेको छ भने भनिदिनुहोस् होला, हामी त्यो सुधार्छौँ त्यसलाई। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनुहोस् होला। बाई बाई गाइस, गुड नाइट, थ्याङ्क यू फर वाचिङ।